हेलो साथीहरू, गुड मर्निङ। यहाँहरू सन्चै हुनुहुन्छ भन्ने मलाई आशा छ है। म नि एकदमै ठिक छु, तर एउटा समस्या छ। तर त्यो समस्या लिएर म हजुरहरूमाझ आएको छु होइन। त्यो समस्या के हो भने मेरो फोटो युज गरेर चाहिँ एकजना व्यक्तिले चाहिँ मेरो आइडी बनाएको रहेछ, फेक आइडी होइन। हजुरलाई म देखाउन चाहन्छु। हो यही यही आइडी चाहिँ बनाएको रहेछ उसले। यो आइडी क्रिएट गरेर मेरो फ्रेन्डहरूलाई, मेरो साथीहरूलाई सताउनुसम्म सताइसकेको रहेछ। उसले यो आइडी क्रिएट गरेको मात्र 2 दिन भयो होइन। 2 दिनमा उसले 60-70 जना जति फ्रेन्ड पनि बनाइसकेको छ। तर मेरो आइडी भनेको मात्र 2टा छ। मेरो रियल आइडी भनेको मात्र 2टा छ। एउटा आइडी हो, यही हो, सुमन स्याङतान भन्ने, र अर्को आइडी भनेको यो हो, सुनबहादुर तामाङ भन्ने। मेरो रियल एकाउन्ट भनेको मात्र 2टा छ, फेसबुक आइडी भनेको। तर मैले जुन यो अहिले देखाइरहेको छु, यो चाहिँ मेरो फेक एकाउन्ट हो होइन। हजुरहरूलाई यो फेक एकाउन्टबाट हजुरहरूलाई रिक्वेस्ट आइरहेको होला, रिक्वेस्ट आउनु सक्छ। त्यो रिक्वेस्टलाई एक्सेप्ट नगर्नुहोस्। त्यो मेरो फेक एकाउन्ट बनाएर कुन चाहिँले ब्ल्याकमेल गर्न खोज्दैछ। हजुरहरू एकदमै सचेत हुनु होला है। त्यो मेरो रियल एकाउन्ट होइन, फेक एकाउन्ट हो। हजुरहरूले नाम पनि हेर्न सक्नुहुन्छ, नाम पनि मेन्सन भएको छैन। मात्र मेरो प्रोफाइल मात्र युज गरेर उसले हजुरहरूलाई ब्ल्याकमेल गर्न खोज्दैछ मलाई। यो मान्छेले चाहिँ के भनेर कुरा गर्दो रहेछ भने मैले यहाँ हजुरहरूलाई देखाइदिन्छु, सुनाइदिन्छु है। यहाँ तपाईँले सुन्नु सक्नुहुन्छ। यहाँ उसले भोइस पठाएको उता साथीहरूले चाहिँ मलाई यहाँ सेन्ड गरिदिएको छ, यस्तो भन्छ यो मान्छेले भनेर। त्यो भोइस शुद्ध हजुरहरूलाई यहाँ म सुनाइदिन्छु, यहाँ सुन्नुहोस् है त। ल, यहाँ पर ना नेटवर्क का प्रॉब्लम है, आप अपना बैंक अकाउंट या क्यूआर या स्कैनर मुझे सेंड कर दो। र त्यो एकाउन्टबाट अब रिक्वेस्ट आयो, हजुरले एक्सेप्ट गर्नुहुन्छ नि। एक्सेप्ट गर्नु भइसकेपछि उसले हिन्दीमा बात गर्छ, हिन्दीमा कुरा गर्छ क्या। उसलाई नेपाली बोल्न आउँदैन, ऊ किनकि नेपाली होइन, इन्डियन रहेछ त्यो मान्छे। उसले हिन्दीमा चाहिँ कुरा गर्छ। तर के कुरा गर्छ भन्दाखेरि उसले सुरुमै के छ हालखबर, कस्तो छ, सबै ठिक छ भनेर सोध्दो रहेछ होइन। मैले यहाँ एउटा आइडीबाट उसलाई चेक गरेको। अनि उसले के गर्दा भने त्यो ब्याङ्क एकाउन्टहरू माग्दा रहेछ। हजुरहरूले त्यसरी एकाउन्टहरू क्युआरहरू नदिनु होला, तपाईँहरूको ब्याङ्क एकाउन्टहरू ह्याक हुनसक्छ है। उसले एकाउन्ट नम्बरहरू माग्दैछ, हजुरहरूले एकाउन्ट नम्बरहरू झुकेर नदिनुहोस्, तपाईँहरूको एकाउन्ट चाहिँ ह्याक हुनसक्छ। त्यसैले सचेत हुनु होला। र यस्तो गर्ने व्यक्तिलाई के गर्न सकिन्छ त्यस्तै कमेन्टमा सल्लाह सुझाव दिनु होला। र यो भिडियोलाई सकेसम्म सक्दो सेयर गरिदिनुहोस्, सबैको माझ पुर्याइदिनुहोस्। र मेरो यो एकाउन्ट चाहिँ फेक हो, फेक एकाउन्ट बनाइदिएको छ होइन। फेक एकाउन्ट बनाएर हजुरहरूलाई के पैसा सैसा माग्न सक्छ, म बनेर हजुरहरूलाई पैसा माग्न सक्छ। त्यसैले सचेत हुनुहोस् र भिडियोलाई सक्दो सेयर गरिदिनुहोस्। र मैले भिडियो टिकटकमा पनि हाल्नेछु, युट्युबमा पनि हाल्नेछु, र फेसबुकमा पनि हाल्नेछु। हजुरहरू यदि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुकबाट सेयर गरिदिनुहोस् हाम्रो साथीहरूलाई। टिकटकमा हेर्दै हुनुहुन्छ भने टिकटकबाट पनि सेयर गरिदिनुहोस् हाम्रो साथीहरूलाई। र युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युबबाट नि सेयर गरिदिनु होला। हस् त, धन्यवाद।